स्लाइड भ्यूमा लग है राइट मर्निङ सर गुड मर्निङ आज चाहिँ हामी केशव नारायण चोक र मायादेव टेम्पल घुमेको तिम्रो अडियो आइरहेको छैन है यसलाई स्लाइड भ्यूमा लग न दुर्गा आज चाहिँ हामी केशव नारायण चोक जुन चाहिँ एउटा रोयल प्यालेस कोर्ट हो पाटनको त्यसको बारेमा र मायादेवी टेम्पल जुन चाहिँ लुम्बिनीमा लोकेटेड छ दुईटा आर्किटेक्चरल इम्पोर्टेन्स अथवा कन्जर्भेसनको बारेमा हामी आज कुरा गर्न गइरहेको छौँ र सुरुमा केशव नारायण चोकको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ यो फर्स्टमा चाहिँ यो चाहिँ एउटा ट्रान्स हिमालयन ट्रेड रुट इन्डिया र तिब्बतको बिचमा चाहिँ यो डेभलप भएको हो र यो चाहिँ एउटा पाटनमा लोकेटेड छ र यो चाहिँ नर्थ इस्ट कर्नरमा लोकेटेड छ एक्सिसको अनि यो चाहिँ केशव नारायण चोक चाहिँ अहिले चाहिँ पाटन म्युजियम भित्र लोकेटेड छ जुन चाहिँ मूल चोकको नर्थमा पर्दछ र यो चाहिँ श्रीनिवास मल्ल र उहाँको सक्सेसर श्री विष्णुको अन्डरमा चाहिँ बनिएको हो र यसको आर्किटेक्चरल डिस्क्रिप्सन कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ एउटा रोयल प्यालेसको कोर्ट हो र यो चाहिँ एउटा मल्टी स्टोरे बिल्डिङ र जुन चाहिँ अरू कोर्टसँग इन्टरलिङ्क भएर बसेको छ र यसको लेआउटको कुरा गर्नु यसको साथसाथै अरू कोर्टको कुरा गर्नु पर्दाखेरि चाहिँ यिनीहरू चाहिँ रेक्टेङ्गुलर लेआउट फर्ममा छ र यसको मेन के भयो एनिमेसन गरेको थिएँ कि देखाउँदै देखाइन के गरौँ हुन्छ ठिकै छ अब त्यसलाई स्किप गर नि त अब देखाउनु त पर्ने हो त अनि एनिमेसन कसरी गयो यो चाहिँ त्यो सबै प्यालेस कम्प्लेक्सको फसाद हो र हामीले कुरा गरेको कोर्ट चाहिँ यहाँ पर्दछ गोल्डन गेट भएको र त्यसै गरी यहाँको मेन आर्किटेक्चरल फिचर्स भनेको चाहिँ हामीले फसादमा देख्दाखेरि चाहिँ यो इन्ट्रान्सको डोर चाहिँ डेकोरेटेड छ आर्टिस्टिक गिल्डेड डोर र तोरणाले र यो तोरणामा चाहिँ शिव र पार्वतीको इमेजहरू देख्न सकिन्छ त्यसै गरी यो तोरणा माथिको विन्डो चाहिँ गिल्ड कपरले एम्बेलिस गरिएको छ र रिपोज वर्क र यसमा चाहिँ 1854 को इन्स्क्रिप्सन छ जङ्गबहादुर राणाद्वारा लेखिएको र यहाँको भित्र हामी कोर्टमा छिर्नु पर्दाखेरि चाहिँ भित्र कोर्टमा चाहिँ एउटा डोमिकल वाइट वास भएको श्राइन छ जुन चाहिँ लर्ड विष्णुलाई डेडिकेटेड
गरिएको छ र यो टेम्पल त्यहाँ बनाइएकोले चाहिँ यो कोर्टको नामीकरण पनि केशवनारायण चोक हुन पुग्यो। त्यसै गरी हामीले यसको डिटोरिएसनको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ मेन गरी यसको मात्र नभएर नेपालको ओभरअल कल्चरल हेरिटेजहरूलाई चाहिँ मेन गरी अर्थक्वेक र वाटरले गर्दाखेरि चाहिँ डिटोरिएट हुँदै जाने र मेन्टेन नभएको बेला चाहिँ अन्डर द सिस्मिक अथवा टेक्टोनिक मुभमेन्ट भएको बेला चाहिँ हाम्रो कल्चरल हेरिटेजहरू डिस्ट्रोय भएको पाइयो। त्यसै गरी अर्को स्लाइडको कुरा गर्नु पर्दाखेरि यो कन्जर्भेसनको एम चाहिँ के गर्ने थियो भन्दाखेरि सबै ड्यामेजलाई रिपेयर गर्ने, त्यसै गरी बिल्डिङहरूलाई प्रिजर्भ गर्ने फ्युचर डिस्ट्रक्सन र ह्याजार्डबाट। त्यसै गरी यो रिपेयर चाहिँ दुईटा फेजमा कन्जर्भेसन चाहिँ दुईटा फेजमा भयो र फर्स्ट फेजमा भनेको चाहिँ रिपेयर अन्डर द डिपार्टमेन्ट अफ रोड कन्स्ट्रक्सन भयो। त्यतिखेर चाहिँ कुनै पनि कल्चरल हेरिटेज प्रोटेक्ट गर्ने बडीहरू नभएकोले चाहिँ डिपार्टमेन्ट अफ रोड कन्स्ट्रक्सनले चाहिँ यो रिपेयर गर्ने मौका पायो। त्यति बेला चाहिँ के भयो भन्दाखेरि भर्टिकल बाल्कनी थियो जुन चाहिँ कोर्टयार्डको वरिपरि रन गर्थ्यो। हो त्यसले चाहिँ हो त्यो स्पेसमा चाहिँ भर्टिकल वुडन सेफ्टीहरू चाहिँ हालियो र जुन एक्सपोज ब्रिक वाल थियो त्यसलाई चाहिँ सिमेन्ट प्लास्टरले कभर गरेर ब्रिकको रेन्डरिङहरू गरियो। त्यसै गरी रुफको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ रुफहरूलाई चाहिँ मोडर्न फ्याक्ट्री टाइल्सहरूले रिप्लेस गरियो। यो सबै चेन्जेसहरूमा चाहिँ थोरै मात्र प्र्याक्टिकल भ्याल्यू, एस्थेटिक र हिस्टोरिकल भ्याल्यू क्यारी गर्यो। त्यसै गरी त्यसकारण चाहिँ फेज टूको रेस्टोरेसन नेसेसरी भयो, जसको मेन एम चाहिँ ओरिजिनल फर्ममा रिस्टोर गर्नु थियो र फेज टूको रेस्टोरेसनमा चाहिँ एडजसेन्ट बुद्धिस्ट मोनास्ट्रीलाई चाहिँ रिमुभ गरिएर प्यालेसलाई चाहिँ बनाइयो ओरिजिनल फर्ममा र त्यो जुन फेज वानमा भएको फेज वानमा भएको चेन्जेसहरूलाई चाहिँ फेरि चेन्ज गरेर ओरिजिनलिटी ल्याउनुको लागि चाहिँ पहिलाको जस्तै बनाइयो। त्यसै गरी त्यहाँको बाल्कनी र भर्खरै बनाइएको डोर र विन्डोलाई चाहिँ कन्जेक्टर मेथडबाट चाहिँ फेरि बनाइयो। कन्जेक्टर मेथड भनेको चाहिँ इन्कम्प्लिट इन्फर्मेसनलाई कम्पेयर सेट अफ इन्कम्प्लिट इन्फर्मेसनलाई कम्पेयर गरेर एट लास्ट बनाउनु हो। त्यसै गरी अहिलेको यो फेज टूको रेस्टोरेसनमा पछि चाहिँ मेन फसाद चाहिँ अहिले ब्याक देन 200 इयर्सको जस्तो ओरिजिनलमा फर्ममा थियो त्यो चाहिँ अहिलेको कन्डिसनमा देख्न सकिन्छ। त्यसै गरी त्यहाँभित्रको चेन्जेस अथवा रिस्टोरेसनको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ वेस्ट विङ जुन चाहिँ यो हो यतापट्टिको एरियाको हो र वेस्ट विङको रिस्टोरेसनको काममा चाहिँ 1934 को अर्थक्वेकमा चाहिँ दुईटा टावर पेभिलियन भनेको इस्ट र वेस्टमा चाहिँ रिपेयर गरियो 1934 को अर्थक्वेक पछि चाहिँ र यसको टप फ्लोरमा चाहिँ टप फ्लोरको ग्यालरी जुन चाहिँ यो हो अहिले बनिएको ग्यालरी हो यसलाई चाहिँ फोटोग्राफको मद्दतले रिपेयर गरियो र सेकेन्ड फेजमा चाहिँ फेरि ओरिजिनल सेपमा बनाइयो र यो कोर्टको चाहिँ टावर पेभिलियनको राइटपट्टि चाहिँ हनुमानको गिल्डेड फिगर र बेललाई चाहिँ फेरि इन्स्टल गरियो आफ्टर मोर देन 50 इयर्स र यो रुफहरूलाई चाहिँ फेरि बनाइयो ओरिजिनल फर्ममा चाहिँ वाइड इफ्सहरू भएको कारणले फेरि
वाइड इप्स भएर स्ट्रक्चर स्टेबिलिटी दिएर बनाइयो। त्यसै गरी यहाँको टाइल्सहरू रुफको टाइल्सहरूलाई पनि झिङ्गटी टाइलले रिप्लेस गरियो। र एउटा मिथ चाहिँ के भन्ने छ भने यहाँ हनुमानको यो चाहिँ हामी त्यहाँको आर्किटेक्चर एलिमेन्ट्सहरू देख्न सक्छौँ त्यो कोडको। र अर्को स्लाइडको बारेमा कुरा गर्नु पर्दाखेरि हामी इस्ट विङको बारेमा कुरा गर्दैछौँ। र इस्ट रिकन्स्ट्रक्सन एन्ड इलेक्ट्रिक कम्प्रोमाइज भनेर पनि भन्न सकिन्छ। 1934 को कोल्याप्स पछि चाहिँ इस्ट विङलाई चाहिँ ह्यास्टिली रिबिल्ड गरिएको थियो र हिस्टोरिक डिजाइनलाई लिटल कन्सर्न दिएर त्यसै गरी 1990 सम्म चाहिँ यो चाहिँ एकदम पुवर र अनसेफ कन्डिसनमा भएकोले यसलाई चाहिँ पुरै डेमोलिस गरेर कम्प्लिट रिकन्स्ट्रक्सन गर्नुपर्ने नेसेसरी नै देखियो। यसले गर्दाखेरि चाहिँ रिकन्स्ट्रक्सन गर्ने बेला कस्तो च्यालेन्ज गर्यो भने इन्टेरियर चाहिँ टोटल्ली न्यू बनाउनु पर्ने, जसले गर्दाखेरि चाहिँ म्युजियमको रूपमा यसलाई युज गर्न सकियो, नयाँ फङ्सन। त्यसै गरी ट्रेडिसनल सेप र टाइल कभर अथवा हिस्टोरिकल मल्ल पिरियडको एलिभेसन चाहिँ बनाउनु पर्ने थियो। गरी इस्ट विङको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ यो टाइलहरूलाई चाहिँ एन्टायरली रिप्लेस गरेर ट्रेडिसनल मोडर्न टाइलमा रिप्लेस गरियो। र यो स्टेयरवे जुन चाहिँ फर्स्ट फ्लोरमा लिड गर्छ यसलाई पनि बिचदेखि लेफ्ट ह्यान्डतिर सारियो। र यो बाल्कनी इन्क्लाइन यहाँनिर बाल्कनीहरूलाई पनि रिस्टोर गरियो हिस्टोरिकल प्याटर्नमा। र त्यसै गरी यसमा चाहिँ कस्तो एडाप्टिभ कन्स्ट्रक्सनहरू गरियो भने अल्टरनेटिङ एबिए रिदम भएको स्मल विन्डो र डोरलाई चाहिँ फेरि पहिलानेको डोर र विन्डोहरूसँग रिप्लेस गरियो। र एक्सपोज ब्रिकहरू देखाइयो फसादमा। र त्यसै गरी वाइट कोर्निसेस पिलास्टर्स र प्लास्टरहरू गरियो फसादमा। त्यसै गरी एक्सटर्नल स्टेयर जुन यो चाहिँ रिप्लेस गरिएर यता सारिएको छ रिकन्स्ट्रक्सनको बेला। त्यसै गरी galleries in the second floor required the closing of window against glaring light from outside. Few of the windows were replaced by alcoves protruding from the facade. Changing and adding staircase, a more efficient circulation of visitors was achieved. Non-bearing partition wallहरूलाई चाहिँ रिमुभ गरियो। त्यसै गरी मड फ्लोर्सहरू यहाँभित्रको इन्टेरियरको कुरा गर्नुपर्दाखेरि चाहिँ मड फ्लोर्सहरूलाई चाहिँ रिप्लेस गरिएर टेराकोटा टाइल्सहरू राखियो। त्यसै गरी लाइम प्लास्टर जुन चाहिँ पहिला नै जब यो पहिला युज भएको थियो त्यति बेला चाहिँ लाइम प्लास्टरहरू एक्सटेन्सिभली युज गरिएको थियो। त्यसै गरी यो चाहिँ केशवनारायण चोकको इस्ट विङको बिफोर र आफ्टर कन्स्ट्रक्सनको फोटोजहरू हो। यो चाहिँ इस्ट विङको लेफ्ट र फोटोजहरू हो। त्यसै गरी इस्ट विङको एलिभेसन चाहिँ यो चाहिँ पहिलाको फोटोज र अहिले बनिसकेपछिको फोटोजहरू कम्पेयर गरेको। त्यसै गरी म्युजियम जसरी फङ्सन गर्नुको लागि चाहिँ नयाँ स्पेसियस स्टेयरवेलहरू राखियो इस्ट विङमा, जुनले चाहिँ एउटा एन्सियन्ट वुडन रुफ स्ट्रटलाई पनि एक्जिबिट गर्ने मौका दिन्छ। त्यसै गरी यहाँनिर हामी फर्स्ट फ्लोरमा जाने स्टेयर चाहिँ एउटा पेकुलियर त्यसको ह्यान्डरेल चाहिँ एउटा पेकुलियर एङ्गलमा रहेको छ, जसले चाहिँ एउटा सबटल होमेज टु आर्टिस्टिक र रिलिजियस रिलेसन बिट्विन द टु कन्ट्रिज त्यसरी होमेज दिनको लागि चाहिँ यो बनाइएको थियो त्यस्तो डिजाइनमा।
त्यसै गरी त्यहाँको आर्किटेक्चरल डिटेल्सको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ कस्तो थियो भने यो चाहिँ ओरिजिनललाई इन्टरप्रेट गरेर ओरिजिनालिटी ल्याउनुलाई साथसाथै स्ट्रक्चरली स्टेबल स्टेबिलिटी त्यहाँको बिल्डिङहरूलाई प्रोभाइड गर्नलाई चाहिँ गरियो र यो चाहिँ अस्ट्रियन स्कल्पचर वाल्टर पिचरले गर्नुभएको हो र यो चाहिँ त्यहाँको स्ट्रक्चर एउटा इन्टरप्रिटेसन पछिको स्ट्रक्चरहरू हो यो र यो चाहिँ मैले अगाडि नै भनेको थिएँ एउटा बुद्धिस्ट मोनास्ट्रीलाई चाहिँ रिप्लेस गरिएर त्यहाँको कोर्टको एक्सटेन्सन गरिएको इन रिमेम्ब्रेन्सको लागि चाहिँ रुइन जसरी यो चाहिँ एउटा अहिले आर्किटेक्चर अलि कस्तो भने सम्झनाको रूपमा त्यहाँ राखिएको छ स्क्रिन शेयर हुँदैछ भइरहेछ सो अब अर्को हामीले स्टडी गरेको चाहिँ के थियो भने मायादेवी टेम्पलको हो अनि मायादेवी टेम्पल चाहिँ लुम्बिनीमा छ हामी सबलाई थाहा नै छ होइन यसको बारेमा अब हामी हेर्न गइरहेको छौँ सो लोकेसन वाइज कुरा गर्ने हो भने चाहिँ यहाँ कपिलवस्तु छ जुन चाहिँ क्यापिटल अफ साक्यस थियो र अर्को भनेको लुम्बिनी चाहिँ यहाँ छ जुन चाहिँ बर्थ प्लेस अफ बुद्ध भनेर चिनिन्छ अहिले र अर्को देवदह भन्ने यहाँ छ यो भनेको बुद्धको मामा घर सो यो लोकेसनले के डिपिक्ट गर्न खोजेको भनेपछि मायादेवी जो हुनुहुन्थ्यो उहाँ देवदहको चाहिँ प्रिन्सेस हुनुहुन्थ्यो भन्नाले कोलिया डाइनेस्टीको हुनुहुन्थ्यो सो त्यो डाइनेस्टीमा एउटा रिचुअल के थियो भने फर्स्ट चाइल्ड जन्मिँदाखेरि मामा घरमा जन्मिनु पर्ने भन्ने रिचुअल थियो सो द्याट उहाँ चाहिँ कपिलवस्तुबाट लुम्बिनी हुँदै चाहिँ आफ्नो माइती जाँदै हुन्थ्यो र यो जुन पोन्ड देख्न सकिन्छ यो पोन्डमा चाहिँ नुहाएर उहाँ 25 पेसेस नर्थ जाँदाखेरि यो जुन मायादेवीको टेम्पल छ हो ठ्याक्कै यही स्पटमा चाहिँ गौतम बुद्धको जन्म भएको थियो सो अर्को एउटा हामीले रिलेट गर्नको लागि लोकेसन वाइज चाहिँ रामग्राम चाहिँ यहाँ छ भनेर देखाएको छौँ जहाँ चाहिँ बुद्धको रिलिक्सहरू छन् लुम्बिनी भन्नाले चाहिँ लुम्बिनी नभएर चाहिँ रुमीदेही चाहिँ हो खासमा रुमीदेही चाहिँ मायादेवीको मदरको नाम थियो उहाँ चाहिँ अन्जना किङ अन्जनाको वाइफ हुनुहुन्थ्यो र देवदहको चाहिँ क्विन हुनुहुन्थ्यो सो उहाँले के गर्नुभएको थियो भने आफ्नो किङलाई चाहिँ रिक्वेस्ट गर्नुभएको थियो कि एउटा राम्रो ब्युटिफुल गार्डन चाहिँ बनाइदिन भनेर रिक्वेस्ट गर्नुभएको थियो त्यो रिक्वेस्टमा चाहिँ लुम्बिनी भनेर एउटा गार्डन बनाइएको थियो खासमा सुरुमा जुन चाहिँ शाक्य र कोलिया वंशहरूले चाहिँ त्यसलाई आफ्नो निजी उपवन एउटा रिजोर्ट फर रिक्रिएसन जस्तो चाहिँ लिन्थे अनि त्यसरी बुद्धको जन्म भएपछि चाहिँ त्यो गार्डन चाहिँ खासमा एउटा पिलिग्रिमेज साइट जस्तो बन्न पुग्यो एउटा होली प्लेस जस्तो बन्न पुग्यो र यो अझै किन हाइलाइटमा आउनुपर्ने कारण भनेको चाहिँ बुद्धले आफ्नो डेथ बेडमा हुँदाखेरि आफ्नो जो प्युपिल्सहरू स्टुडेन्टहरू चाहिँ उनीहरूलाई चाहिँ लाइफ टाइममा 4वटा मेजर होली साइट्सहरू भिजिट गर्नु जुन चाहिँ लुम्बिनी बोधगया सारनाथ र कुशीनरा हो भन्नुभएको थियो सो जो पनि बुद्धिस्टहरू छन् संसारभरिमा या जो कोहीले बुद्धलाई मान्छन् उनीहरूले चाहिँ बुद्धिस्ट धर्मअनुसार 4 धामको यात्रा गर्नु पर्दाखेरि चाहिँ लुम्बिनी जानै पर्छ नत्र त्यो कम्प्लिट हुँदैन सो नेक्स्टमा चाहिँ अब मायादेवी टेम्पलको इन्ट्रोडक्सन भन्नुपर्दा चाहिँ यो चाहिँ बर्थ प्लेस अफ बुद्ध हो जसलाई चाहिँ एउटा पिलिग्रिमेज साइट जस्तो पनि लिन्छ मैले अघि भनिहालेँ र बुद्धिस्ट मात्र नभएर अरू जो कोहीले चाहिँ पिस र युनिभर्सल अन्डरस्ट्यान्डिङ सिक गर्छन् उनीहरू चाहिँ यहाँ भिजिट गर्छन् र जुन स्ट्रक्चर जुन छ त्यो चाहिँ मेनली राणा पिरियडमा बनेको हो कि भन्ने पनि छ र कन्जर्भेसन यसको किन चाहिन्छ भन्दाखेरि चाहिँ अभियसली यसले चाहिँ एकदम हिस्ट्रीलाई डिपिक्ट गर्छ द्याट बर्थ प्लेस अफ बुद्ध भनेर र यो चाहिँ एउटा राइटफुल प्लेस हो जहाँ चाहिँ बुद्ध जन्मेको हो सो यसलाई चाहिँ कन्जर्भ गर्न जरुरी छ
र अर्को भनेको चाहिँ यो फोकल लोकेसन हो जहाँ चाहिँ लास्ट 2000 इयर्सदेखि चाहिँ डिफ्रेन्ट कन्स्ट्रक्सन एन्ड रिकन्स्ट्रक्सनको वर्क देख्न सकिन्छ। सो आर्कियोलोजिकली र आर्किटेक्चरल पनि यसले धेरै इम्पोर्टेन्स बोकेको छ। त्यसमा चाहिँ एउटा भनेको अशोकन पिलर हो जसमा चाहिँ इन्स्क्रिप्सन छ द्याट शिला विधवा विच भनेर, जसले चाहिँ के भन्छ भनेपछि मार्किङ स्टोन स्ल्याब छ त्यहाँ, त्यसले चाहिँ बुद्ध यही ठाउँमा जन्मेको हो भनेर चाहिँ पनि डेपिक्ट गर्छ। इट विच वर्क्स एज एन एभिडेन्स, जुन एन्सियन्ट एभिडेन्स जस्तो भनौँ। अर्को हिस्ट्री वाइजले हेर्नु भने फर्स्टली मैले भनिसकेँ कि लुम्बिनीलाई एउटा रिक्रिएसनल स्पट जस्तो लिइन्थ्यो जो चाहिँ गार्डन साक्य र कोलिया वंशहरूले युज गर्थे। त्यसरी 623 BC-मा चाहिँ गौतम बुद्ध जन्मेपछि त्यसलाई चाहिँ एउटा सेक्रेड पिलिग्रिमेज साइट जस्तो लिन थाल्यो र 249 BC-मा अशोकाले भिजिट गरेपछि त्यहाँ चाहिँ अशोकन पिलरमा इन्स्क्रिप्सन गरेका थिए द्याट बुद्ध वाज बोर्न हियर भनेर। र त्यहाँ चाहिँ एउटा जुन एक्ज्याक्ट स्पोटमा बुद्ध जन्मेका थिए त्यहाँ चाहिँ एउटा मार्कर स्टोन राखेर पनि त्यसलाई चाहिँ प्रिजर्भ गर्न खोजेको थियो। र चाइनिज ट्राभलरहरूले चाहिँ 4th, 5th र 7th AD-मा चाहिँ त्यहाँ भिजिट गरेर आफ्नो ट्राभल बुकमा पनि लुम्बिनीको बारेमा एज अ बर्थ प्लेस अफ बुद्ध भनेर या मायादेवी टेम्पलहरूको बारेमा उनीहरूले उल्लेख गरेका छन्। र अर्को मेजर भिजिट भनेको चाहिँ रिपु मल्लको थियो 14th AD-मा, जो चाहिँ खासिया भन्नाले जुम्लाको राजा हुनुहुन्थ्यो। त्यस पछाडि चाहिँ 500 इयर्ससम्ममा चाहिँ लुम्बिनी चाहिँ जङ्गलमै हराएको थियो। त्यसमा न कुनै मेजर भिजिट थियो न कुनै मेजर कन्स्ट्रक्सन वर्क, नथिङ वाज देयर। सो 1896-मा चाहिँ पाल्पाको जेनरल खड्ग शमशेर र एउटा जर्मन आर्कियोलोजिस्टले चाहिँ त्यो लुम्बिनीलाई फेरि सर्च गर्नुभयो। र 1899-मा चाहिँ इन्डियन आर्कियोलोजिस्ट PC मुखर्जीले चाहिँ मायादेवी टेम्पललाई एक्सकाभेट गरेर त्यो ठाउँलाई एक्सकाभेट गरेर मायादेवी टेम्पल र बुद्धको एन्सियन्ट स्ट्याचु पत्ता लगाउनु भयो। र 1939-मा चाहिँ केशर शमशेर, जसलाई चाहिँ अब गार्डन अफ ड्रिम्स पनि हामी भिजिट गर्छौँ, सो त्यही केशर शमशेर हो। उहाँले चाहिँ त्यसमा चाहिँ डिफ्रेन्ट एक्सकेभेसनको काम गर्नु, जसले चाहिँ खासमा धेरै आर्कियोलोजिकल रिमेन्सलाई एक्चुली डिस्ट्रोय गरिदियो। र एउटा राम्रो काम भनेको चाहिँ त्यो जुन सेक्रेड पन्डमा मायादेवी नुहाउनु भएको थियो त्यसलाई चाहिँ 16 फिटसम्म ब्रिक वर्क गरेर बढाउने काम भयो। र 1956-मा चाहिँ फर्स्ट वर्ल्ड बुद्ध मिटिङ भएको थियो जसमा चाहिँ किङ महेन्द्रले चाहिँ त्यसमा विहारा, गेस्ट हाउसहरू अनि रोड नेटवर्कहरू डेभलप गर्ने प्लस के अरे 6000 ट्रिजहरू रोपेर त्यसलाई एन्सियन्ट रूपमा जस्तो रिक्रिएसन स्पट गार्डन जस्तो युज गरिन्थ्यो। सो त्यस्तै स्वरूप दिने भनेर अर्डर गर्नुभयो। त्यसरी 1968-मा चाहिँ युएनको सेक्रेटेरिएट युथ हान्टले भिजिट गरेपछि चाहिँ त्यो युनाइटेड नेसनले पनि लुम्बिनीको इम्पोर्टेन्स बुझेर चाहिँ त्यसमा डेभलपमेन्ट गर्नुपर्छ भन्ने इन्ट्रेस्ट लिन थाल्यो। र 1972-मा त्यसैले एउटा जापानिज रिनाउन्ड आर्किटेक्ट केन्जो ट्याङ्गीले चाहिँ त्यहाँ चाहिँ एउटा लुम्बिनी डेभलपमेन्ट प्लान भनेर चाहिँ प्रपोज गर्नुभयो। र 1988-मा सो प्लानलाई फुलफिल गर्नलाई चाहिँ किङ महेन्द्रले 1150 बिघा ल्यान्ड चाहिँ दिनुभएको थियो, एलर्ट गर्नुभएको थियो। सो लुम्बिनीको मास्टर प्लानको कुरा गर्दाखेरि चाहिँ केन्जो ट्याङ्गीले जुन प्रपोज गर्नुभएको त्यसमा चाहिँ त्यो भनेको 1 माइल बाई 3 माइलको थियो। अनि त्यसमा चाहिँ बेसिकली 3वटा जोन थियो। त्यो जोन भनेको फर्स्ट जोन भनेको सेक्रेड जोन हो जुन यहाँ देख्न सकिन्छ, यो सर्कुलर, जहाँ चाहिँ आर्कियोलोजिकल रिमेन्सहरू छन्, जहाँ चाहिँ मायादेवी टेम्पल छ, जहाँ चाहिँ त्यो पन्ड छ जहाँ मायादेवी नुहाउनु भएको थियो। सो मेन आर्कियोलोजिकल साइट चाहिँ यो हो जसलाई कन्जर्भ गर्नुपर्छ। सो त्यस पछाडिको सेकेन्ड भनेको चाहिँ मोनास्टिक जोन हो जहाँ विहाराहरू छ, इस्ट विङ र के अरे वेस्ट विङ भएर छ। अनि त्यस पछाडि चाहिँ थर्ड जोनमा चाहिँ के छ भन्दाखेरि न्यू लुम्बिनी भिलेज भनेको छ जसमा चाहिँ के अरे होटेल्सहरू अनि त्यस पछाडि लुम्बिनी डेभलपमेन्ट ट्रस्टको अफिस, त्यस पछाडि म्युजियमहरू चाहिँ त्यो थर्ड जोनमा छ।
सो त्यसलाई चाहिँ यहाँ अलिकति हामीले देखाउन खोजेको छौँ। फर्स्ट जोनमा जसरी मैले भने यो सर्कुलर लिभमा चाहिँ मायादेवी टेम्पल अशोकन पिलरहरू छन्। यो भनेको अलिकति कन्जर्भेसन गर्ने ठाउँ हो। त्यसलाई चाहिँ सेकेन्ड गार्डन भनेको छ। र सेकेन्ड जोन भनेको मोनास्ट्रिक जोनमा इस्ट मोनास्ट्रिक जोन र वेस्ट मोनास्ट्रिक जोनमा डिफ्रेन्ट कन्ट्रिजहरू नेपाल, थाइल्यान्ड, क्याम्बोडिया, श्रीलङ्काहरूले आफ्नो मोनास्ट्रीहरू बनाएको छन्। र थर्ड जोन भनेको चाहिँ जुन भिलेज भनेको थिएँ मैले, जहाँ चाहिँ लुम्बिनी डेभलपमेन्ट ट्रस्टको अफिस अनि जापानिज पिस पगोडा अनि लुम्बिनी म्युजियमहरू राखेको छ। सो मायादेवी टेम्पल अब त्यसको कुरा गर्दाखेरि चाहिँ 2003 मा यस्तो देखिन्थ्यो अनि अहिले चाहिँ यस्तो देखिन्छ। र वर्ल्ड हेरिटेज साइटको कति साइट छ भनेपछि यो जुन बााउन्ड्री लाइन छ यति साइट चाहिँ वर्ल्ड हेरिटेज साइट भनेर चाहिँ लिएको छ। सो मायादेवी टेम्पल चाहिँ खासमा एउटा सिरिज अफ कन्स्ट्रक्सन एन्ड रिकन्स्ट्रक्सनबाट हुँदै आएको हो सिन्स एन्सियन्ट टाइम। किनभनेपछि बुद्धको बर्थ स्पट हो भनेर त्यसलाई कन्जर्भ गर्न, त्यसलाई प्रोटेक्ट गर्नको लागि डिफ्रेन्ट ब्रिक वर्कहरू, डिफ्रेन्ट स्ट्रक्चरहरू बनाएर त्यसलाई कन्जर्भ गर्ने चाहिँ एटेम्प गरिएको छ। र ओरिजिनली चाहिँ अशोकाले बन्ड ब्रिकहरू बनाएर त्यसलाई सेफगार्ड गर्न ट्राई गर्नुभएको थियो। त्यसरी त्यो मोन्डलाई एक्सकाभेट गरेर केशर शमशेरले चाहिँ त्यसमा फेरि रिकन्स्ट्रक्सन गर्नुभयो एज अ टेम्पल इन 1939। र त्यसलाई चाहिँ वर्ल्ड हेरिटेज साइट भनेर 1997 मा चाहिँ एनलिस्ट गरियो। र अहिले प्रेजेन्ट डेमा जुन मायादेवी टेम्पल देख्न सकिन्छ त्यो चाहिँ 2003 मा लुम्बिनी डेभलपमेन्ट ट्रस्टले बनाएको हो। र मायादेवी टेम्पलको कम्प्लेक्समा के छ भन्दाखेरि यहाँ हामीले देखाएको छौँ सेकेन्ड पोन्ड, जस्तो यो सेकेन्ड पोन्ड हो, यो बोधी ट्री हो जहाँ चाहिँ मेडिटेसनहरू गर्ने काम गरिन्छ। र डिफ्रेन्ट ग्रुप अफ स्टुपाजहरू देख्न सकिन्छ। र दुईवटा मेन गुप्ता पिरियडमा चाहिँ टेम्पलहरू बनाएको चाहिँ देख्न सकिन्छ। जुन अहिले टेम्पल त छैन त्यसको रिमेन्सहरू छ यहाँ फोटोग्राफमा पनि देख्न सकिन्छ। अनि त्यसरी विहाराहरू अनि बनाउन ट्राई गरिएको थियो वरिपरि। यसलाई एन्सियन्ट टाइमदेखि नै चाहिँ स्टुपाजहरू, विहाराजहरू अनि टेम्पल्सहरू बनाएर चाहिँ एउटा होली प्लेसको स्वरूप दिन अनि त्यसलाई अझ मोर होली त्यसमा त्यसलाई चाहिँ त्यसको भ्यालुलाई चाहिँ जस्टिस गर्न धेरै ट्राईहरू गरेको देख्न सकिन्छ त्यहाँको रिमेन्सहरूबाट। अब मायादेवी टेम्पलभित्र चाहिँ के छ भन्दाखेरि मेनली 3वटा कुरा छन्। यो भनेको मार्कर स्टोन हो। मार्कर स्टोनले चाहिँ बुद्धको बर्थ स्पटलाई चाहिँ मार्क गर्ने गर्छ। सो त्यो एउटा इम्पोर्टेन्ट कुरा हो। यो एकदमै एन्सियन्ट टाइममा धेरै पुरानो स्टोन हो। सेकेन्ड भनेको नेटिभिटी स्कल्पचर, त्यो भनेको चाहिँ यो स्कल्पचर यहाँ छ ओरिजिनल। सो यो स्कल्पचरलाई फेरि 1956 मा बनाइएको थियो। सो यसले के डिपिक्ट गर्छ भनेपछि मायादेवीले जुन 25 पेसेज नर्थ हिँडेर चाहिँ सालको गार्डन थियो, सो सालको ट्रीको ब्रान्च समाएर त्यहाँ चाहिँ के अरे गौतम बुद्धको बर्थ भएको सिनलाई चाहिँ डिपिक्ट गर्छ। र थर्ड कुरा भनेको चाहिँ स्ट्रक्चरल रियुन्स हेर्न सकिन्छ मायादेवी टेम्पलको भित्र। जुन डिफ्रेन्ट ब्रिक वर्कहरू देखिन्छ नि यो सबै चाहिँ एउटा मायादेवी टेम्पललाई चाहिँ एउटा प्रोटेक्सन गर्ने, त्यो बुद्धको बर्थ स्पटलाई प्रोटेक्ट गर्ने चाहिँ अटेम्प्ट्सहरू हो जुन चाहिँ 2000 इयर्सको स्प्यानमा डिफ्रेन्ट कन्स्ट्रक्सन प्रोसेसहरूबाट आएको हो। अब चाहिँ कन्जर्भेसन अफ मायादेवी टेम्पलको बारेमा भन्दाखेरि चाहिँ यो जुन अहिले टेम्पल देखिन्छ त्यो खासमा एउटा बक्स जस्तो मात्र हो जहाँ चाहिँ त्यो थिक वाल छ, थिक रुफ छ, सानो सानो डोर विन्डोहरू छन्। र त्यसले चाहिँ खासमा के गर्छ त्यही मेन बेसिकली 3वटा कुरा जुन देखाएँ मैले त्यसलाई चाहिँ प्रोटेक्ट गर्ने काम गर्छ। तर पनि यो एउटा तराई रिजनमा भएको हुनाले धेरै मनसुन रेनफलहरू भएर चाहिँ यहाँ चाहिँ डिग्रेडेसनको के अरे वाटर लेभलहरू जुन ग्राउन्डमा टेम्पलको बेसमेन्ट ग्राउन्डमा गएर जम्मा भइदिन्छ। सो त्यहाँको ब्रिक्स वर्कहरू अनि स्टोनहरूलाई चाहिँ डिग्रेड भइरहेको हुन्छ। सो त्यसलाई टाइम टु टाइम चाहिँ युनेस्कोले चाहिँ र WHSले चाहिँ त्यसमा गाइडेन्स अनुसार चाहिँ त्यो पम्पिङको कामहरू गर्नु परिरहेको हुन्छ इन रेनी सिजन। सो कन्स्ट्रक्सन र रिनोभेसनको फेजहरू हेर्ने भने फर्स्टली यो एन्सियन्ट टाइमदेखि कसरी भइरहेको छ भन्दाखेरि सुरुमा चाहिँ यो अशोका भिजिट गर्नुभन्दा अगाडि पनि
ब्रिक प्लेटफर्म अन स्टोन अन टप भन्नाले चाहिँ 6वटा लेयरको ब्रिक्सहरूले हाइट क्रिएट गरेर 7th लेयर चाहिँ स्टोनको राखेको थियो टपमा। त्यसको सिम्बोलिक रिजन के अरे रिलेसन के हुनसक्छ भन्दाखेरि बुद्ध जन्मेपछि उहाँले 7 पाइला चाल्नु भएको थियो, सो त्यसलाई डेपिक्ट गर्न त्यो बनाएको हुनसक्छ। र त्यो स्टोन भनेको चाहिँ नन अशोकन हो भन्नाले अशोकाले जुन स्यान्डस्टोन युज गर्थ्यो त्यो चाहिँ होइन। सो अशोकाले भिजिट गर्ने बेलामा यो कुरा चाहिँ त्यहाँ थियो अरे। र सेकेन्ड स्टेजमा चाहिँ लार्ज प्लेटफर्महरू पेभिङहरू बनाउन खोजेको थियो। त्यसको पर्पज भनेको एउटा स्ट्रिम कन्स्ट्रक्ट गर्न खोजेको थियो सेकेन्ड स्टेजमा। अर्को कन्स्ट्रक्सन, अर्को थर्ड कन्स्ट्रक्सन भने रेक्ट्याङ्गुलर बिल्डिङ बनाएर चाहिँ त्यसलाई चाहिँ एउटा प्रोटेक्ट गर्ने एटेम्प गरेको छ। र त्यो रेक्ट्याङ्गल चाहिँ स्टडी गरे अनुसार चाहिँ दुईवटा कुराले आएको हुनसक्छ। आइदर चाहिँ सर्कलको भित्र इन्स्क्रिप्सन गरेर त्यसको फर्म निकालेको हुनुपर्छ, अरू चाहिँ बेसलाई स्क्वायर मण्डलाबाट चाहिँ निकालेको हुनुपर्छ भनेर चाहिँ आर्कियोलोजिस्टहरूको धारणा छ। र कन्स्ट्रक्सन र कन्जर्भेसनको सिक्वेन्समा हेर्दाखेरि 1976 र 77मा चाहिँ त्यो साइट चाहिँ यस्तो देखिन्थ्यो। मायादेवी टेम्पलको साइट वरिपरि जुन पोन्ड छ र मायादेवी टेम्पलको कम्प्लेक्स छ, अशोकन पिलरहरू, र त्यसको वरिपरि चाहिँ आर्कियोलोजिकल रिमेन्सहरू। र यो चाहिँ यो प्लान र सेक्सन हो जसले चाहिँ डिफ्रेन्ट ब्रिक वर्कहरू को लेयरहरूलाई देखाउन खोजेको छ। र अर्को भनेको चाहिँ स्टेज 4मा चाहिँ सर्क्युमेटरीलाई रेज गरेको जस्तो देखिन्छ। मेबी त्यसलाई पूजा गर्नको लागि त्यसलाई सर्कुलेसन पाथहरू प्रोभाइड गर्न बनाइएको हुनुपर्छ। स्टेज 5, 6 र 7मा चाहिँ फाउन्डेसन पिट्सहरू र श्रिनहरू बनाएको चाहिँ देखिन्छ। त्यो पनि एउटा अटेम्प्ट नै हो टु प्रोटेक्ट द साइट। अनि स्टेज 8मा चाहिँ लास्ट 100 इयर्समा गरेको डिफ्रेन्ट एप्रोचेसहरू छन्। र कन्जर्भेसन र के अरे कन्स्ट्रक्सनको सिक्वेन्स हेर्दाखेरि चाहिँ कन्जर्भेसन गर्ने बेलामा चाहिँ जस्तो कि यो अशोकाले बनाएको आफ्नो टाइममा चाहिँ 16 भोटिभहरू थियो, त्यसलाई चाहिँ कन्जर्भ गरेर अनि रिकन्स्ट्रक्ट गरे जस्तो बनाइयो। त्यसै गरी अर्को भोटिभ चाहिँ यहाँ हेर्न सकिन्छ कसो भइरहेको छ, त्यसलाई चाहिँ फेरि रिभाइभ गरिएको हो। अनि त्यस पछाडि चाहिँ युनेस्कोले चाहिँ के गर्यो भन्दाखेरि फर्स्ट एक्टिभिटीमा चाहिँ जुन स्ट्रक्चरल रिमेन्सहरू थियो ब्रिक वर्कहरूलाई त्यसलाई चाहिँ रिस्टोर गर्ने काम गरेको हो। कसरी भन्दाखेरि त्यो ब्रिक वर्कहरू 3rd BC टु 9th BC सम्मको छ। अशोका के अरे 3rd BC टु 9th AD सम्म छ, सरी। र अहिलेसम्मको पनि ब्रिक वर्कहरू छन्। सो त्यसलाई चाहिँ त्यसमा बायोलोजिकल अट्याक र वाटर लेभलहरू फ्लक्चुएट भएर त्यो चाहिँ डिग्रेड हुँदै थियो। त्यसलाई चाहिँ वाटर प्रुफिङ मटेरियलहरू युज गरेर प्रोटेक्सन गरियो। सो यहाँ साइजेस अफ ब्रिक्स के युज भएको थियो भनेर हामीले देखाउन खोजेको छौँ। अशोकाभन्दा अगाडि अनि अशोकन ब्रिक्सहरू अनि सुङ्गा ब्रिकहरू, कुसन र गुप्ता ब्रिक्सहरूको डाइमेन्सन वाइज कस्तो थियो भनेर देखाएको छौँ। र फर्स्टली अशोका मौर्यनहरूको कस्तो छ भने थिक थियो, रेड थियो, त्यो चाहिँ एकदम गुड फायरिङ क्वालिटीको थियो र प्याडी हस्ट र फाइन क्लेले बनेको थियो। त्यसै गरी सुङ्गा पनि वेल बेक नै थियो तर येलोइस इन कलर थियो। कुसन पिरियडको चाहिँ के थियो भन्दाखेरि लेन्थ र ब्रेथ सानो थियो र क्वालिटी पनि इन्फेरियर थियो, प्लस त्यसको कलर एसी थियो। र गुप्ता पिरियडको भने साइज त रेड्युस थियो बट क्वालिटी के अरे फायरिङ क्वालिटी राम्रो थियो र स्मुदर र रेड कलरको ब्रिक्सहरू थियो। र एक्टिभिटी 2मा चाहिँ मार्कर स्टोनको बारेमा हामीले मेन्सन गरेका छौँ। यो चाहिँ मार्कर स्टोनमा के भएको थियो भने त्यो पनि भिजेर वेट भएर ब्राउन ग्रिनिस कलर आएको थियो ड्यु टु द प्रेजेन्स अफ प्याटिना। अनि त्यसलाई चाहिँ एल्युमिनियम कार्बोनेट सल्युसनहरू युज गरेर त्यसलाई क्लिन गरेर फ्रेस वाटरले वास गरेर त्यसमा पनि चाहिँ सिन्थेटिक कोटहरू एप्लाई गरेर त्यसलाई प्रोटेक्ट गर्ने काम गर्यो। प्लस अर्को काम चाहिँ जुन यतिकै एक्सपोज थियो त्यसमा अफरिङहरू जुन भक्तहरूले दिएपछि त्यो डिग्रेड हुँदै थियो। सो त्यसलाई चाहिँ एउटा बुलेट प्रुफ ग्लासमा राखेर चाहिँ त्यसलाई लाइम मोटारले चाहिँ सिल गरियो सो द्याट त्यहाँ अफरिङहरू दिँदा पनि त्यसलाई भित्र केही असर नपरोस् भनेर। अर्को भनेको चाहिँ एक्टिभिटी 3मा चाहिँ नेटिभिटी स्कल्पचर जुन भनेको थियो बुद्धको बर्ड्स
सिनलाई डेपिक्ट गर्ने त्यसमा पनि डिग्रेडेसन आउँदै थियो किनभने यसलाई पूजा गर्ने भएर यसमा सुगरहरू अनि फ्लावरहरू दिएपछि त्यसमा व्हाइट स्पटहरू आइरहेको थियो सो त्यसलाई पनि केमिकल क्लिनिङहरू गरेर वाटर प्रुफिङ लेयरहरू एप्लाई गरियो र अर्को रिस्टोरेसन भनेको चाहिँ अशोकन पिलर यो चाहिँ बाहिरै छ र यो डाइरेक्टली सन वाटर वेदरिङ इफेक्टसँग एक्सपोज छ सो यसमा बेसिकली प्रब्लम के हुँदै थियो भने जुन भक्तहरू हुनुहुन्छ उहाँले चाहिँ अफरिङ गर्दाखेरि वाटर अनि हनी ओइलहरू चाहिँ अफर गर्नुहुन्थ्यो सो त्यसले चाहिँ त्यसको बेसमा चाहिँ क्यापिलरी एक्सन क्रिएट गर्दै थियो र त्यसको चाहिँ केमिकल कम्पोजिसनलाई ड्यामेज गर्दै थियो र सर्फेसलाई पनि ड्यामेज गर्दै थियो सो त्यसलाई चाहिँ एसिटोन एल्कोहल सल्युसनहरू युज गरेर चाहिँ सफा गरेर अनि प्लस त्यसमा चाहिँ प्लास्टरहरू गरियो कस्तो भन्दाखेरि ट्रेडिसनल हाइड्रोलिक मोटारले गरिएको हो र त्यसको कलर चाहिँ अलिकति येलो भयो सो प्लस त्यसको त्यो जुन हाइटमा माथिको पोर्सन चाहिँ त्यसलाई पिनअप गर्ने पनि गरेको छ अनि अर्को भन्नाले चाहिँ अब रिसेन्ट फाइन्डिङ र एक्टिभिटिज अहिले के कस्तो भइरहेको छ भन्दाखेरि 2013 मा चाहिँ मेनली यो जुन पोस्ट होल क्रिएट गरेको देख्न सकिन्छ त्यहाँ क्रिएट गरेर चाहिँ त्यहाँबाट चाहिँ एक्सकाभेट गर्दाखेरि अर्लिएस्ट बुद्धिस्ट श्रिन भेटिन्छ जुन चाहिँ अशोकाले बनाएको हुनुपर्छ भन्ने छ त्यो श्रिन कस्तो थियो भन्दाखेरि त्यसले चाहिँ वुडन रेलिङहरू कन्सिस्ट गर्थ्यो र त्यसले चाहिँ एउटा ट्रीलाई चाहिँ सराउन्ड गरेको थियो जसको रुट चाहिँ अहिले मिनरलाइज भइसकेको थियो अनि त्यसमा चाहिँ फ्लोर चाहिँ मडको र त्यो ओपन टु स्काई थियो सो त्यसलाई चाहिँ बोधिगारा पनि भनिन्छ र 2019 मा चाहिँ जुन केन्जो ट्याङ्गेले चाहिँ लुम्बिनी डेभलपमेन्ट प्लान प्रपोज गर्नुभएको थियो मास्टर प्लान त्यसको चाहिँ अलमोस्ट 82% चाहिँ एकम्प्लिस भइसकेको छ सो हामीले यति नै गरेको छौँ यो चाहिँ रेफरेन्सेस हो तपाईहरु पनि हेर्न सक्नुहुन्छ थ्यांक यू ठिक छ हो कसैको के कमेन्ट्स र सजेसन्स दुवैजनालाई छ भने स्टार्ट गरौँ नाम लिएर भन है के छ एनीवन छैन ल म स्टार्ट गर्छु है त जस्तै अब सुरुमा हामी केशव नारायण चोककोमा गरौँ है केशव नारायण चोकको कन्टेक्स्टमा चाहिँ दुर्गा तिमीले अब पाटन दरबार स्क्वायरको चाहिँ लोकेसन प्लानको कुराहरू गर्यौ र नर्थ इस्ट एक्सिसमा पर्यो भने त्यो एक्सिस चाहिँ कुन एक्सिस हो हेलो यो कुन हो त्यो एक्सिस केले क्रिएट गर्छ भनेर सोधेको क्या मैले एक्सिस त एक्सिस हो त्यहाँ हैन जसरी ट्रेड रुटमा चाहिँ पाटन दरबार स्क्वायर बनेको हो इन्डिया तिब्बतको ट्रेड रुटमा चाहिँ ट्रेड रुट त होल काठमाडौँ भ्याली नै ट्रेड रुटमा पर्छ नि त हैन तर त्यहाँ एउटा छुट्टै एक्सिस छ क्या त्यो एक्सिस चाहिँ कुन हो भने अशोकन स्तूपा काठमाडौँ भ्यालीमा भएको 4 वटा अशोकन स्तूपाजहरू छन् त्यसले बनाएको एक्सिसको नर्थ इस्ट कर्नरमा पर्छ है तिमीहरूले के गर्नु भने अब स्लाइड अपडेट गर्दा त्यो एउटा प्लान पनि राख्नु पर्यो है मार्किङ द 4 वटा अशोकन स्तूपाज र चाहिँ ठ्याक्क नर्थ इस्ट लोकेसनमा परेको त्यसपछि त्यसमा क्ल्यारिटी आउँछ अरु कसैको केही छ क्वेशन्सहरुमा दुवैको प्रेजेन्टेसन चाहिँ राम्रै छ हैन ओभरअलली म भनिदिन्छु मोर ओभर चाहिँ नि अब लुम्बिनीको कन्टेक्स्टमा एकदम इन्ट्रेस्टिङ कुराहरू आएको छ उसको इनिशियल नेम कहाँबाट आयो भन्ने कुराहरू तर त्यसमा चाहिँ नि प्रियङ्काले ठ्याक्क त्यही कुन सोर्सबाट हो त्यो सोर्स चाहिँ मेन्सन गर्नु तिमीले लास्टमा चाहिँ रेफरेन्स चाहिँ राखेका छौ हैन है अनि तर त्यो ठ्याक्कै पोइन्टमा त्यो मेरो लागि पनि नयाँ कुरा भयो क्या त्यही भएर त्यसको लागि त्यो एउटा सोर्स पनि राख्नु है रूपन्देवी ब्युटिफुल मिनिङ चाहिँ रूपन्देवीबाट हो उसको आमाकोले बनाउन लगाएको गार्डन हो भन्ने कुराहरू पनि गरेका छौ तिमीले हैन त्यो सोर्स चाहिँ मेन्सन गर्नु है ओभरअल दुवैको कन्टेन्ट राम्रो छ र मोर कन्टेन्ट चाहिँ नि अझ क्लियरली आएको चाहिँ कुनमा छ त लुम्बिनीमा छ किनभने फेज वाइज चाहिँ नि कन्स्ट्रक्सनको एफोर्ट्सहरूको कुराहरू पनि गरेका छौँ र चाहिँ स्टेजेस अफ कन्जर्भेसनमा चाहिँ कन्जर्भेसनको इन्टरभेन्सन्सहरू के कसरी गरे भएको छ
भन्ने कुराहरू सबै तिमीले गरेका छौ हैन र लुम्बिनी मास्टर प्लान पनि इन्क्लुड गरेका छौ र मोर फोकस चाहिँ नि मलाई बिचमा चाहिँ के लागिसकेको थियो भने तिम्रो प्रेजेन्टेसन हेर्दा मायादेवी टेम्पलको कुरा गरिरहेको छौ तर तिमी चाहिँ ओभरअल लुम्बिनीमै अल्झिरहेको थियौ सो पछि आएर तिमीले मायादेवी टेम्पलको कुराहरू पनि गरेका छौ हुन त अब स्लाइड्स पनि अलिकति लामै भयो तर तिम्रो कन्टेन्ट चाहिँ नि होइन एकदम इन्फर्मेटिभ र चाहिँ नि इन्ट्रेस्टिङ भएकोले द्याट इज गुड है त्यतिसम्म गर्न पाइयो यो ओभरअल अन्डरस्ट्यान्डिङ होस् भनेर डाइरेक्टली मायादेवी टेम्पलमा जम्प नगरेको सर मैले सो यो स्लाइड पनि बढी भयो ठिक छ त्यही भएर ठिक छ क्या है डिटेलली कसरी गएको छ के हो लोकेसन जसरी तिमी सायद लुम्बिनी घुमिसक्यो होला हो होइन सर म आजसम्म लुम्बिनी गएको छैन यो रिसर्च नै गरे ठिक छ जस तिम्रो प्रेजेन्टेसन चाहिँ क्लियरली छ आफै एकचोटि लुम्बिनी घुमेर आइसके पछाडि प्रेजेन्टेसन स्लाइड्स बनाएको जसरी छ यदि कोही पनि लुम्बिनी घुम्न जान्छ भने तिमीहरूको क्लासबाट प्रियङ्कालाई चाहिँ लानु है अब अनि त्यो प्रियङ्काले चाहिँ एउटा चाहिँ त्यो जुन तिमीले इमेज राखेका छौ नि 3D स्केचअप 3D जुन मोडल हालेका छौ त्यो चाहिँ नि चेन्ज गर है त्यो ट्रेडिसनल इमेज नै हाल्नु है हुन्छ सर है ल अब म कसैलाई समराइज गर्नलाई यहाँ भनिदिन्छु उज्जवल देव छ हजुर सर ल उज्जवलले चाहिँ तिमीलाई अब के कमेन्ट्सहरू छन् भने एडिसन्स गर्दा हुन्छ हैन केही सजेसन्सहरू छन् भने पनि र उसको चाहिँ नि अब सुरुमा केशव नारायण चोकको समराइज गर तिमी है जस्तै सुरुमा यो रोयल प्यालेस कोर्ट भनेर जसरी दुर्गाले एक्सप्लेन गर्दै गएको थियो अनि त्यो केशव नारायण चोकमा चाहिँ पाटनमा चाहिँ स्थित छ अनि त्यसपछि अब यो एक्सिसको कुरा गर्दाखेरि चाहिँ जुन चारवटा अशोकन स्तूपको पनि हाम्रो नर्थ इस्ट एक्सिसलाई लिएर चाहिँ त्यसलाई चाहिँ त्यो केशव नारायण चोकलाई चाहिँ प्लेस गरिएको छ अनि त्यसपछि चाहिँ यसको चाहिँ इन्ट्रान्समै चाहिँ कस्तो छ भन्ने कुराहरू गरेको थियो भन्दाखेरि चाहिँ एउटा तोरणावाला गेट थियो अनि त्यसपछि इन्ट्रान्स गरिसकेपछि चाहिँ डोमिकल वाइट वास गरेको स्ट्रक्चर थियो अनि त्यसपछि त्यसलाई चाहिँ डिभोट चाहिँ कृष्णलाई चाहिँ गरिएको थियो अनि त्यसपछि चाहिँ त्यो नाम पनि केशव नारायण चोक भनेर त्यसरी चाहिँ क्रिएट भएको थियो अनि यसको चाहिँ डेकोरेसनहरू चाहिँ विभिन्न अर्थक्वेक आएको र वाटर सिपेज क्यापिलरी एक्सनले गर्दाखेरि चाहिँ त्यो भित्रको स्ट्रक्चरहरू चाहिँ अलिकति डिटोरेट हुँदै गइरहेको थियो अनि त्यसपछि एम्स अफ कन्जर्भेसनहरू चाहिँ उनले चाहिँ के मेन्सन गरेको थियो भन्दाखेरि चाहिँ त्यसलाई फर्दर डिटोरेसन हुनु नदिनुको लागि चाहिँ कन्जर्भेसनहरू क्यारी आउट गर्ने भन्ने कुराहरू गरेको थियो अनि वेस्ट विङहरूको रिस्टोरेसनहरू चाहिँ ओरिजिनल फर्ममा लैजाने भन्ने कुराहरू थियो अनि त्यसपछि चाहिँ जुन अर्थक्वेक 1934 अर्थक्वेकले गर्दाखेरि चाहिँ वेस्ट विङ को डेकोरेसन भएको थियो त्यसलाई फेरि ओरिजिनालिटीलाई नै लैजाने भन्ने कुराहरू मेन्सन गरेको थियो त्यसपछि एक्सपोज ब्रिकहरू लगाएर अनि अर्को चाहिँ यो बुद्ध मोनास्ट्रीलाई चाहिँ रिप्लेस गरेर कोर्टहरू एक्सटेन्ड गरिएको भन्ने कुराहरू उसले मेन्सन गरेको थियो अनि सर यो मैले चाहिँ उसको केशव नारायण चोकबाट चाहिँ यति नै टिपेको थिएँ अरू मायादेवीको चाहिँ भन्नु पर्दाखेरि चाहिँ मायादेवी टेम्पल मायादेवीको म अर्कैलाई भन्न लाउँछु है ठिक छ ल अब दुर्गाले चाहिँ के गर्नु पर्यो भने तिम्रो अब तिमीले एनिमेसन्सहरू क्रिएट गरे रहेछौ स्लाइड अपलोड गर्ने बेलामा चाहिँ पिडिएफमा कन्भर्ट गरेर गर्नुपर्छ सो त्यो स्लाइडलाई एकचोटि फेरि रिएरेन्ज चाहिँ गर है एनिमेसन्स अब राम्रोसँग प्ले भएन तर पिडिएफमा चाहिँ सबै कन्टेन्टहरू तिमीले मेन्सन के स्लाइडमा मेन्सन गरिरहेको जसरी त्यसरी अपलोड गर्नु है अनि अर्को एउटा चाहिँ के हो भने जस्तै तिम्रो यो कम्पेरिजन गरेका छौ तिमीले होइन ओल्ड भर्सेस न्यूसँग कम्पेयर गर्ने बेलामा कुन कुन चेन्जेसहरू भएको छ भन्ने कुरा तिमीले फोटोग्राफिकल्ली अब प्रेजेन्ट पनि गर्न ट्राई गरेका छौ त्यसलाई चाहिँ नि त्यो नम्बरिङ्सहरू अर चाहिँ कलरिङ्सहरू अर चाहिँ हामी फोटोजमै हामी मार्क गर्छौँ सर्कलहरू बनाएर होइन के चेन्जेसहरू भएको छ त्यो अलिकति क्लियरली मेन्सन गरेर पिडिएफमा कन्भर्ट गरेर गर्नु है त्यति चाहिँ एडिट गर अब पोस्ट फेजको एडिट चाहिँ नि है अब अर्को एकजना भुवन छ
हेलो भुवन छ छैन के अरे सर भुवन अपूर्व ए अर्पण हजुर सर मायादेवी टेम्पलको प्रियङ्काको के प्रेजेन्टेसन समराइज गर त तिमी हुन्छ सर भने जस्तै अब मायादेवी टेम्पलको कुरा गर्दा चाहिँ जुन कपिल वस्तुबाट प्रिन्सेस देवदहाको प्रिन्सेस घर कपिल वस्तु थियो उहाँ चाहिँ आफ्नो माइत जाँदाखेरि एउटा पन्ड जुन थियो त्यहाँ जुन चाहिँ मदर अफ उहाँको प्रिन्सेस जुन रुमिन्डे मदर उहाँ हुनुहुन्थ्यो उहाँको नाममा गरिएको एउटा गार्डन थियो उहाँनिर त्यहाँ चाहिँ बर्थ प्लेस अफ गौतम बुद्ध भनेर चिनिएको थियो जुन चाहिँ गौतम बुद्धको जन्मभन्दा अगाडि चाहिँ त्यसलाई एउटा रिक्रेसनल साइट जस्तो हेरिएको थियो भने त्यस पछाडि चाहिँ एउटा अहिले चाहिँ उयो के भन्छ त्यसलाई सेकर्ड पिलग्रिमेज साइटको रूपमा राखिएको थियो अब त्यसको कुरा गर्दाखेरि जस्तै जुन होली प्लेस जुन यो गार्डन यो जस्तै एउटा पिसको लागि अथवा कोही बौद्ध धर्म हुनुहुन्छ भने 4वटा साइट चाहिँ भिजिट गर्न जरुरी छ भन्ने कुरा आएको थियो जसमा लुम्बिनी बदगया अनि सारनाथ र कुसिनारी भन्ने 4वटा पिलग्रिमेज साइटहरू चाहिँ भिजिट गरे पछाडि भिजिट गर्नुपर्छ भन्ने एउटा उयो बिलिफ थियो अनि जसमा अब मायादेवी भनेर चाहिँ एउटा बर्थ प्लेस अफ गौतम बुद्ध भयो अनि एउटा पिसको लागि जाने अनि यो चाहिँ एउटा राइट प्लेस अफ यो गौतम बुद्ध उहाँको बर्थ भइसके पछाडि एउटा राइट प्लेस टु बी कन्जर्भ भन्ने कुरा लिएको थियो अब जस्तै अब अनि रिक्रेसनल स्पटको कुरा गर्दा जस्तै सुरुमा गौतम बुद्ध जन्मिन अगाडि एउटा रिक्रेसनल स्पट लियो भने 623 BC-मा चाहिँ एउटा गौतम बुद्धको बर्थपछि एउटा सेक्रेट पिलग्रिमेज साइटमा कन्सिडर गरियो अनि त्यसपछि 249 BC-मा अशोकले भिजिट गरी अशोकन पिल्लर भनौँ न पिल्लर इस्टाब्लिस गर्नुभएको थियो अनि त्यस पछाडि सर्टेन आफ्टर देन है एउटा चाइनिज ट्राभलर्सहरूले जस्ट 4th 5th र 7th सेन्चुरीमा फेरि यसलाई डिस्क्राइब गरी बुक्स लेख्नु भएको थियो अनि त्यस पछाडि समराइज फोटो गर अर्पण प्रेजेन्टेसन गर्ने हैन क्या समराइज गर्ने हुन्छ सर के कुराहरू इन्भल्भ गरेको छ हैन के कुराहरू तिमीले अब थाहा पायो नयाँ लाग्यो तिमीलाई के कुराहरू इन्ट्रेस्टिङ छ राम्रो छ नराम्रो छ पोजिटिभ नेगेटिभ कमेन्ट्सहरू पनि सजेसन्सहरू पनि त्यसरी दिने हो क्या धेरै उसको इच एन्ड एभ्री कन्टेन्टलाई एक्सप्लेन गर्ने हैन है हुन्छ सर हुन्छ त्यसपछि सर 500 इयर्स लस्ट भएको थियो अनि पछि फेरि केन्जो ट्याङ्गोले एउटा लुम्बिनी डेभलपमेन्ट प्लान भन्ने एउटा प्लान क्रिएट गर्नुभएको थियो अनि त्यस पछाडि अब यो चाहिँ 3टा जोनमा थियो जसमा जोन 1मा चाहिँ मायादेवी पन्ड अथवा र टेम्पल जुन अशोकन पिलर रहेको ठाउँलाई मानिन्थ्यो भने जोन 2मा चाहिँ एउटा इस्ट र वेस्ट विङ्स गरेर त्यो के भन्छ त्यसलाई मोनास्ट्रिक जोन भनौँ न मोनास्ट्रिक जोन्स भनेर क्रिएट गरेको थियो अनि जस्तै 3rd जोनमा चाहिँ एउटा होटल म्युजियम्स अफिसहरू त्यो साइडमा परेको थियो अनि अर्को भनेको चाहिँ जस्तै यो चाहिँ 1997मा वर्ल्ड हेरिटेज साइटमा पनि इन्क्लुड भएको थियो अनि त्यस पछाडि 2003 होला 2003मा लुम्बिनी डेभलपमेन्ट ट्रस्टबाट पनि रिकन्स्ट्रक्सनहरू भइरहेको थियो अब यसको जस्तै अब मायादेवी टेम्पलको भित्र भनौँ इनसाइड भनेको एउटा स्टोन जसले चाहिँ बर्थ प्लेस अफ बुद्ध भनेर जनाउँछ त्यसलाई कन्जर्भ गर्ने प्रोसेसमा थियो अनि अरू के थियो 2000 इयर्स अनि जस्तै यो चाहिँ एकदम टाइम टु टाइम जस्तै कन्जर्भेसन भइरहेको कुराहरू आइरहेको थियो सर्टेन यो के भन्छ त्यसलाई
जस्तै त्यो मार्कर स्टोनलाई बुलेट प्रुफले गरेको थियो भने स्कल्पचर्सहरूलाई वाटर प्रुफिङ मेटेरियलहरूको थ्रुबाट अनि जस्तै तराई रिजनमा भएको कारणले डिटोरेसन भइरहने र यसलाई टाइम टु टाइम कन्जर्भेसन अथवा रिनोभेसन गरिरहेको कुराहरू थियो सर। थ्याङ्क यू सर। है डिफ्रेन्ट टाइम पिरियड्सको ब्रिक्स र ब्रिक्सको साइजेस र त्यसको क्वालिटीहरूको पनि कुराहरू गरेको थियो र त्यसलाई चाहिँ सोही अनुसार चाहिँ कन्जर्भेसन इफोर्टहरू कसरी गर्ने हो भन्ने कुराहरू गरेको थियो। र महादेवी टेम्पलको केसमा नि उसको एक्जिस्टिङ साइट चाहिँ के थियो त एक्सकाभेट गरेर चाहिँ त्यसलाई एक्जिबिट गर्ने र बाहिरको पेरिफेरी चाहिँ एज अ केही सर्कमस्क्राइब गर्ने जसरी गरेर कन्जर्भेसन एफोर्ट गरेको थियो र मेन टेम्पललाई चाहिँ नि लोकल जेनरल पब्लिकलाई चाहिँ एक्जिबिट गर्न डिफ्रेन्ट चाहिँ फेसिलिटिजहरू करिडोर्सहरू क्रिएट गर्यो त्यहाँ होइन। र त्यसलाई त्यसै एज इट इज नै चाहिँ नि एक्सकाभेट भयो पुरानो बिल्डिङलाई नै चाहिँ एज इट इज कन्स्ट्रक्ट गरेको होइन तर त्यसको चाहिँ नि रियुन्सहरूलाई अरू चाहिँ नि फाउन्डेसनको रियुन्सहरूलाई चाहिँ एज इट इज कन्जर्भ गर्न ट्राई गरेको हो है महादेवी टेम्पलको केसमा चाहिँ। ल ठिकै छ। अब अरू कोही छन् कसैले गरेको छ अर्को एउटा गर्न भ्याउँछौँ होला सायद हामी। कति बजे छ तिमीहरूको नेक्स्ट क्लास? नेक्स्ट अर्बनको जस्तो लाग्छ मलाई। कति बजे छ? अर्बनको क्लास जस्तो लाग्छ सर। त्यही त कति बजेबाट भनेर सोधे क्या शशि सरको होइन? अरू बेला 11:30 हुन्थ्यो सर। अब आज सरले इन्फर्म चाहिँ गर्नुभएको छैन। 11:30 हुन्छ सर अरू बेला। ल ठिकै छ। अब त्यसो भए रेगुलर क्लास डिस्टर्ब नगरौँ है। ल अब अरूहरूले पनि है यदि स्लाइड्सहरू एनिमेसन्स गरेको छ भने चाहिँ नि के गर्नु भने त्यसलाई एकचोटि फेरि एडिट गर्नु किनभने एनिमेसन्स अब प्ले हुँदैन रहेछ होइन। अनि अब आजको दुईजनाको प्रेजेन्टेसन जसरी क्लियर थियो नि अब त्यसलाई अलिकति हामीले चाहिँ क्लियर बनाउन फर्दर सजेसन्सहरू दिएको थियो। तिमीहरूले पनि आफ्नो स्लाइड्सलाई एकचोटि रिएरेन्ज गर। जस्तै मोर ओभर चाहिँ नि दुर्गाको प्रेजेन्टेसन भन्दा चाहिँ नि के त प्रियङ्काको प्रेजेन्टेसन मोर क्लियर थियो किनभने उसले चाहिँ जेनरल फ्रेमवर्कहरू कसरी चाहिँ प्रेजेन्टेसन्स रेडी गर्ने भन्ने फ्रेमवर्क बनाएर स्लाइड्स बनाएको जस्तो देखिन्छ क्या है। तर दुर्गाको केसमा चाहिँ के भयो त अब स्लाइड चाहिँ नि राम्रैसँग बनाएको छ तर प्रेजेन्टेसन गर्ने बेलामा चाहिँ अकमकिएको छ है। अब स्योर छैन त्यो कुरामा चाहिँ है। सो आफैले काम गरेको कुरा चाहिँ नि अब इन्फर्मेसनलाई नलेजमा कन्भर्ट गर्ने जसरी नै हो यो है। आफूले कम्पोज गरेको कुरालाई अलिकति रेडी प्रिपेयर पनि हुनुपर्छ त्यो कुरामा। र प्रेजेन्टेसन चाहिँ नि अलिकति लामो भयो क्या लम्बियो। त्यसलाई एज फार एज पोसिबल अझै पनि सकिन्छ भने कन्साइज गर्ने र टु द पोइन्ट चाहिँ नि प्रेजेन्टेसन बनाउने है। अब त्यो जेनरली स्लाइड्सबाट पनि गर्न सकिन्छ। जस्तै तिमीहरूले एउटा कुरा चाहिँ राम्रै गरेका छौ स्लाइड्समा सबै कुराहरू राखेर चाहिँ नि सबै कुरा पढ्नै पर्छ भन्ने पनि छैन। सर्टेन कुराहरूलाई चाहिँ नि जस्तै फिगर्समै हामी एक्सप्लेन गर्न सक्ने जसरी बनाउन सकिन्छ। अब यो चाहिँ जेनरली के छ भने लेक्चर स्लाइड्सहरू जसरी नै बनाएको छौ तिमीहरूले ठिकै छ आफैलाई पढ्न पनि सजिलो हुन्छ। सो लेक्चर स्लाइड्सहरू जसरी नै बनाऊ तर ग्राफिकल्लीहरू युज गर्दा त्यो इमेज भन्छ क्या दिमागमा है। त्यो इमेज चाहिँ के हुन्छ भने याद भइबस्छ। सो पछि तिमीहरूलाई यदि केही गरी अब एक्जाममा लेख्नु पर्यो भने पनि त्यो याद हुन्छ र सकिन्छ पनि है। सो ठिक छ आजको प्रेजेन्टेसन चाहिँ राम्रै छ। अब अरूहरूले पनि अब यसरी नै प्रेजेन्टेसनमा अलिकति ध्यान दियो भने सबैको राम्रै हुन्छ है त। सो आज हामी अब त्यसो भए यति नै गरौँला। म एटेन्डेन्स चाहिँ लिन्छु है त अब एट द एन्ड अफ द क्लास।